केही भन्नु छ? हेलो साथीहरू सबैजना नमस्ते। के छ सन्चै हुनुहुन्छ? हामी कति टाइम पछि भेट भएर एक हप्तापछि भेटे एउटा घरमा बसे पनि एक हप्तापछि भेटेको गाइस। अनि लङ टाइम ब्याक हामी घुम्न जाँदैछौँ सँगै। त्यो सँगै उहाँ बिजी, म पनि बिजी त बिजी नै हो। उहाँ मात्र होइन, उहाँ पनि धेरै बिजी हुनुहुन्छ। अनि त्यस्तै हो, कहिले उहाँको टाइम मिलेछ मेरो टाइम नमिल्ने, मेरो टाइम मिलेछ उहाँको टाइम नमिल्ने। त्यही भएर आज चाहिँ मिलाएर फाइनल्ली हामी घुम्न जाँदैछौँ साथीहरू। कता जान लाग्छ? तपाईँहरूलाई हामी सँगै घुमाउने छौँ। बाइ। अब हामी सँगै जाऊँ। अहिले देखाउँछौँ हामी कहाँ कहाँ जान्छौँ भनेर। तिमीलाई के भएर सुस्मिता? ढिला भयो। ढिला भयो? कहाँ जानु ढिला भयो? कामाकुरा पैसा लिन। कामाकुरामा माटो बालुवा लिन जानु रहेछ उसले। पैसा पाउँछ अरे। अब फेरि पनि आयो। अब हामी कहाँ पुग्यो गाइस? ल बधाई छ है। अब चाहिँ लु 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 भन भन। अब फेरि गाइस उसले सुनेन अरे। अब फेरि एकचोटि भन। गर्मी चाहिँ गर्मी नै भएको हो गाइस। घाम नलागे पनि गर्मी त गर्मी नै छ। भएपछि गर्मी भइहाल्छ। तिमी त महा हट ल। नम्बर 1 इसिरान हट चाहिँ आज उहाँ हो। अनि के त तिनैजना स्कर्ट लाउँछु भनेर हो नि मलाई फसाएको चाहिँ। के हामीले त प्यान्ट लाछौँ र? हाम्रो पनि स्कर्ट लगाउनु नदेखा मलाई। अब के भन्नु छ? हामी एकदम खुसी छौँ। 500 तिर टिकट हामी भित्र मन्दिर छिरिसक्यो। हामी धर्म कर्म गरेर जापानमा आएर पनि धर्म कर्म गर्न चाहिँ छोड्दैनौँ। मन्दिर त जान्छौँ क्या, जता भए पनि मन्दिर जान्छौँ क्या। मन्दिर चाहिँ पुगिन्छ। तिमीलाई के भन्नु छ सुस्मिता? मलाई केही भन्नु छैन, एकदम आनन्द भइरहेको मनमा। नेक्स्ट टाइमदेखि हामीसँग घुम्न जाने चाहिँ नभन है, किनभने यस्तो राम्रो लिएर आउँछु फेरि भोलि नेक्स्ट टाइमदेखि चाहिँ नभन म पनि जान्छु भनेर चाहिँ। अब बाँकी हेर्दैछौँ। Under the boughs where the shadows play, the wind hums songs at the break of day, whispering pines, secrets untold, carrying tales only the forest holds. Moonlight spills through the velvet dark, etching patterns, leaving its mark. The roots stretch deep, the earth's gentle sigh, a lullaby sung to the open sky. Oh, whispering pine, sing me your tune, caught in the rhythm of the stars and the moon. Teach me the language of rustling leaves, stories that linger on the breath of the breeze. Dawn paints gold on the mountain while rivers whisper truth as they flow down. And their songs entwine with the trees that stand, knotted in time by nature's hand. हामी चाहिँ मन्दिरमा आएको छौँ साथीहरू। Each echoing step on the forest floor आठतिर घरबाट निस्केर opens a world through an ancient
ancient door. The silence alive, yet brimming with sound. In the arms of solitude, I am found. Oh, whispering pines, sing me your tune. Caught in the rhythm, the stars and the moon.
टिकट काट्नुपर्छ यता चाहिँ ट्राफिक तिमीहरूको लागि जुत्ता है अब जाँदाखेरि म एक्लै गइन्छ घुम्न यहाँ त्यहाँ भएन यहाँ भएन नेक्स्ट टाइमदेखि तिमीहरू कतै जानु छ भने घरबाट आफै पकाएर लिएर आऊ अनि सजिलो हुन्छ बुझ्यो लास्टमा हामी कहाँ आइपुग्यौँ रे तिमीहरू कता छौ कस्तो काँटा हो दिदी मेरो हो म लगाऊँ लगाऊ मेरो ब्यागमा झुन्डाको चाहिँ छिमेकीको त पक्कै पनि बनाए माथिको अलि भएन अझै यस्तो के अब त्यहाँ कस्तो बाँकी हो त तल खिच्ने हिँड्छ मुटु निस्क्यो ए भिडियो भएछ फाइनली हामी कता आयो रे बहिनी बुद्ध टेम्पल पनि आयो इच्छा पुरा भयो तिमीलाई के भन्नु छ फाइनली आयो हाम्रो डेस्टिनेसन लास्ट डेस्टिनेसन अब होइन सेकेन्ड लास्ट डेस्टिनेसन लास्ट हो लास्ट डेस्टिनेसन त बाँकी नै छ नि सेकेन्ड लास्ट डेस्टिनेसन आयो तरेर कस्तो इच्छा पुरा भयो पानी रिसिङको म पनि रिसिङको लाइदेऊ माया एकै किसिमको के छ साथीहरू अनि कस्तो भइरहेछ तपाईँहरूलाई एकदम रमाइलो थकित अब लगभग हाम्रो डेस्टिनेसन सकिन लागिसकेको छ अब एउटा सेकेन्ड लास्ट आयो सेकेन्ड हामी लास्ट चाहिँ फाइनल लास्ट चाहिँ देखाउँछौँ अनि त्यसपछि हाम्रो तिमीलाई ओके ओके गाइस सर्टक फेरि त्यही बेसी छ नि त साथीहरू हेर्नु न मलाई जस्तो यिनीहरूले एक्लो बनाउँछ यो दुईजना भएपछि मलाई आज नटेर चमक चमक तिनीहरूको झुन्क्री हुई हुई जस्तो भइरहेछ हामी उल्टा राउन्ड हान्न थाले हो हामी चाहिँ बुद्ध टेम्पल आयो साथीहरू सबैजना दर्शन गरौँला तपाईँहरू नआए पनि यहीँबाट हाम्रो ब्लगबाट राम्रो छ रमाइलो छ यहाँनिर यहाँ दुईजना चटकेहरू हिँडिरहेछ अगाडि लगभग अनि रे दिदी तपाईँलाई कस्तो फिलिङ्स आइरहेछ कस्तो भइरहेछ कस्तो भित्रदेखि कस्तो फिलहरू भइरहेछ अनि हजुरको दुई चार शब्द जाओस् न त रमाइलो एकदम नै रमाइलो अब अनि थाके पनि छु सुताइदिइसकेको छु एक रात नसुती घुम्न आएको छु एक मिनट आँखा झिमिक्क नगरिकन घुम्न आएको छु अब यस्तै हो अब त्यसरी आएको चाहिँ यहाँ फाइदा भयो कि भएन फाइदा त भयो घुम्न भनेपछि मान्छेलाई निन्द्रा लाग्दैन रहेछ यस्तै हो अनि उहाँ म्याम चाहिँ तपाईँको घर चाहिँ कहाँ हो म्याम मेरो घर चाहिँ हालचालको घर भनौँ भने पनि जे भनौँ भने पनि अहिले चाहिँ मेरो निस्किहाल्छु
तोइरे जाने हो र हल्का केटीहरू बल्ल फ्रेस भएको जस्तो लागिरहेछ खोइ अर्को थाल्यो भनेपछि त्यसपछि फ्रेस भयो हजुर कल मी रिना रिना बेबी रिन वाट डु यु मिन माई रिन इट्स रिना नट रिना रिन पुरानो फ्याले अब नयाँ अलिकति रिकभर 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 यो चाहिँ कामाख्याको स्टेसन करेवा अरे मैले फेरि जापानिज बोल्न थालेछु यो चाहिँ सानो बस जस्तो ट्रेन हो साथीहरू मोनोरेल कि बसिराख्ने हो र गइसक्यो यो भन्दा तल त नछान्यो जानु 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 यस्तो बसेर फिगारेर खिच्नु भने नि त्यो कपडै चेन्ज गरेन कसैले भिडियो बनाऊ अब गर्दै गऱ्यो भिडियो अन गर्दै गर यस्तै हो अब आउँदैछ छारहरू आउँदैछ लड्नु लाइथियो म चाहिँ ठुलो छाल आएको बेलामा बनाउँदै गर
भनेको भए तिमीहरू कहाँ